तपाईको काटिन्न नानी अबदेखि तपाईले अब आफ्नो लुगा म आफै आफ्नो मात्र हैन म त अब मेरो बुढीको लुगा नि धोइदिन्छु दुईदिनो मिलेर काम गर्नु अनि तपाईको त साथी पनि पुरुष हिंसामा पर्या हुन सक्छ हेर्नुस् एकचोटी गएर हामीले भाउजूलाई हुन सक्छ रे परिरहेछ बिचरा त्यही भएर उहाँलाई पनि अब एकचोटी सम्झाउनु पर्यो क्या यस्तो किसिमको हिंसा कसैले कसैलाई पनि गर्नु हुँदैन महिलाले पुरुषलाई पनि हिंसा गर्नु हुँदैन पुरुषले महिलालाई पनि गर्नु हुँदैन ठुला मान्छेले सानालाई पनि गर्नु हुँदैन यसरी कुटपिट गर्ने अपशब्द प्रयोग गरेर यस्तो प्रकारको हिंसा गर्नु हुँदैन उमेरका केटाकेटीहरूलाई चाहिँ बिहे गर्नुपर्छ भनेर उक्साएर कतिजनाले बाल विवाह गरेर समस्यामा परिरहेछन् थाहा छ दाइ तपाईँलाई समस्यामा पर्यो रे अनि के त हो कि होइन दिदी भन्नुहोस् न ए दाइ 20 वर्षभन्दा कम उमेरमा विवाह गर्दाखेरि स्वास्थ्य शिक्षा अनि रोजगारीमा समस्या आउँछ असर पर्छ भनेको थाहा छैन हेर्नु दाइ यसरी 20 वर्षभन्दा कम उमेरमा उनीहरू शारीरिक र मानसिक रूपमा विकास भएको हुँदैन क्या त्यही भएर यसरी चाँडै विवाह गरिदिँदाखेरि उनीहरू मानसिक समस्या भएर कतिजना डिप्रेसनमा गएर आत्महत्या गरेछन् दाइ समस्यामा परेनन् अझ त्यति मात्र हो र दाइ 20 वर्षभन्दा कम उमेरमा बिहे गर्यो भने छिटो गर्भ रहन्छ अनि चाँडो छिटो गर्भ रहेपछि बच्चा जन्माउन नसक्छ हाम्रै गाउँमा फेरि कतिजनाको यस्तो घटना घटेको छ कति आमा बच्चाको मृत्यु भएको छ थाहा छैन त्यही त हेर्नु त यसरी 20 वर्षभन्दा कम उमेरमा विवाह गर्दाखेरि विवाह दर्ता हुँदैन केही गरी बच्चा जन्मिहालेछ भने बच्चाको जन्म दर्ता पनि हुँदैन अनि राज्य आफ्नै बहिनीको अनुहार त्यसपछि कहिले देख्न परेन अनि आफ्नै घरमा यत्रो घटना घटिरहेछ दाइ अनि तपाईँ झन् अरूलाई पनि बाल विवाह गर्नुपर्छ भनेर उठाउने त्यति बेला त भगवानलाई दोष दिए नि नानी ए भगवान हामीलाई किन यस्तो गरे ए प्रभु भनियो अब हजुरहरूले कम उमेरमा विवाह गर्दा यस्तो हुन्छ भनेपछि पो त्यही कम उमेरमा बिहे भएको कारणले भएर रहेछ भन्ने भयो अब यस्तो सबै नचाहिने काम छोडेर दाइ तपाईँ सुध्रिनु पर्यो क्या यो समाजलाई उज्यालो तर्फबाट धकेल्ने प्रयास गर्नु पर्यो हजुरहरू जस्तो समाजसेवीहरू पहिले भेट भएको भएदेखि मैले पहिले बुझ्थेँ होला अब आफू आफ्नै धुनमा लाग्यो साथीभाइले त्यस्तै अनि त्यही भएर म त्यस्तो ठुलो बाटोमा लागिरहेको छु अब त बुझेपछि कहिले गल्ती गर्छ भने हो त नि नानी कस्तो एउटा छोरो युकेमा एउटा छोरो अस्ट्रेलियामा र अर्को छोरो अमेरिकामा छ मेरो भएको मान्छे बस्ने यो ठाउँमा एक दुईजना खराब मान्छे कहाँबाट निस्केछन् बाबा सम्झदा पनि यस्तो रिस उठ्छ मलाई नमस्कार होइन बा आज निकै टेन्सनमा हुनुहुन्छ जस्तो छ नि के भयो के नानी हो टेन्सनमा भइँदैन त भने के भयो काजीबा हामीले यो ठाउँलाई के बनाउन खोजे कस्तो बनाउन खोजे भन्नुहोस् त भन्नु हामीले त यो ठाउँलाई लैङ्गिक हिंसा मुक्त समाज बनाउनु भनेर अभियानमा लागिरहेछौँ नि काजीबा हो नि नानी हो अनि हामीले यो ठाउँलाई धुम्रपान मद्यपान लागु पदार्थ दुर्व्यसन रहित बनाउन भनेर पनि लागेका छौँ तर एक दुईजना मान्छे यो हाम्रो अभियान नै भाग्न खोजिरहेछन् नानी हो कसले गर्यो भन्दा पनि किन गर्यो यस्तो दूषित काम भन्ने छ के हेर्नुहोस् त के भन्दै हिँड्छ भन्ने नि अनि ती सिधा सादा बार कहाँ गएर घरमा पोथी बासेको राम्रो हुँदैन यी महिलाहरूको त पुरै सुन्न हुँदैन भन्दै हिँड्छ अरे एक दुईजना मान्छे यो ठाउँमा अझ यस्तो महिलालाई किन यस्तो गरे अनि आफ्नै श्रीमतीलाई किन यस्तो लैङ्गिक हिंसा गरे भन्दा मेरी श्रीमती म भुत्लाउँ कि कुटाउँ कि घर निकाला गरौँ कि भन्दै हिँड्छ अरे यस्तो लैङ्गिक हिंसा गर्नुहुन्छ यो त अमानवीय कार्य भयो कानुन विपरीत एउटा ठुलो यो अपराध यस्तो कार्य गर्दा स्वयं त्यो व्यक्तिलाई पनि असर गर्छ नि बा कस्तो नबुझे नानी हो व्यक्तिलाई मात्रै हो र पुरा परिवारलाई समाजलाई राष्ट्रकै ठुलो नोक्सान हुन्छ नबुझेको होला ए काजीबा यो उल्टो उल्टो काम गर्ने पट्ट मूर्ख बज्र स्वाट नाम के हो त्यसको नाम भन्नु न एकजना अर्तिराम भन्ने मान्छे बस्छ अरे यो ठाउँमा जसले
सबभन्दा बढी लैङ्गिक हिंसा गरेको छ अरे हो त्यो मान्छेलाई खोजेछु यति भने एकचोटि मजाले सम्झाउन मन लागेको छ मलाई। बाले भेट्नुभयो भने सम्झाउनु हुन्छ त भन्नुभयो भेट्नु भएको छैन चिन्नु भएको छ त नाम मात्र याद गरे भन्ने थाहा भयो मान्छे चिनेको छैन। नमस्कार। त्यस्तै मान्छेलाई चिन्न पनि हुँदैन। त्यस्ता फटालाई चिनेर के काम? त्यो समाज भाँडोवालाई त्यो घरमा महिलामाथि अत्याचार गर्ने बालबालिकाको जीवन अन्धकारमय बनाउने त्यस्तालाई चिन्न नि हुँदैन हुँदैन नानी हो भनेर सम्झाउनु पर्यो नि। मान्छे समाज मिलेर बसेको ठाउँमा दूषित कार्य गर्ने अपराधी तिमी नै हो। आफैले हिंसा गर्नु नि भएन मलाई चाहिँ यति रिस उठिरहेछ। भुगुलकै ढल्नु होला। ए छाता ओढाउनु पर्ला बालाई। नरिसाउनु। पहिला मेरो बुद्धि बिग्रेर मेरो अज्ञानताले गर्दा मैले गलत काम गरेर रहेछु। मैले नबुझेर गलत कामले ठिक गरेँ भन्ठाने रहेछु। अहिले नानीहरूले सम्झाएपछि राम्रोसँग बुझेँ। मैले त मेरो श्रीमतीलाई पनि असाध्यै अन्याय गरेर रहेछु र बालबालिकाको जीवन अन्धकार बनाएर छु। अबदेखि मैले बुझेँ बा, अब म त्यो गल्ती गर्दिनँ बा। ओहो नानीहरू यस्तो दानवरूपी भइसकेको मान्छेलाई मानव बनाइदिनु भयो। धेरै धेरै धन्यवाद छ है। धेरै हेर्नुहोस् अतिरामजी म त यही ठाउँको भए पनि पाहुना जस्तै भएको छु। हो त नि बा। कहिले मेरी बास्रै गाउँ, कहिले कान्छीको गाउँ, कहिले कता हिँडिरहनु पर्छ कार्यक्रम। र पनि हामी यो लैङ्गिक हिंसा, बाल विवाह, दाइजो प्रथा अनि यो ज्यानमारा तत्त्व, धुम्रपान, मद्यपान, लागु पदार्थ, दुर्व्यसनको अन्त्य गर्नलाई यो अभियानमा हिँडिरहेको छ। तपाईँ त यहीँ बसिरहनु पाएको मान्छे, त्यही भएर तपाईँको कुरा सबैले मान्छन् सोच्छन्। हो बा। अब राम्रो कुरा सबैलाई सिकाउनु पर्यो र हाम्रो यो अभियान सफल पार्न लाग्नु पर्यो हो। हुन्छ बा। अब त नबुझेसम्म पो हो त नि बा। बुझेपछि त म त्यो कुरालाई अगाडि बढाइहाल्छु नि बा। अब मेरो चाहिँ के भयो भने कुनै चिजमा सहभागी नहुँदाखेरि खाली दिमाग शैतानको बास भने जस्तो बोलाएर बस्यो। अनि कहिले चुरोट खान मन लाग्ने चुरोट खाएँ, कहिले खैरी च्याप्यो, कहिले सुर्ती च्याप्यो, कहिले पराग खाएँ, अनि डुल्यो हिँड्यो भइरहेको थियो बा। अबदेखि म यो सबै चिज छोड्छु। अरूलाई पनि गर्नु हुँदैन, यस्ता खैरी सुर्ती चुरोट खानु हुँदैन भनेर सिकाउँछु। जे सोचेको त्यही भयो। अतिरामलाई सुधार दिने भएपछि अरू के बाँकी रह्यो? अब हाम्रो अभियान सफल तपाईँहरूभन्दा अघि